उहाँले काम गरेर एकअर्कालाई भन्न खोजेको कुरा के हो भन्ने बुझाउनुहुन्थ्यो। त्यही बातचितको कुरा जस्तो मलाई लाग्छ यो साकेला सिली, जहाँ धान रोपिरहेको, धान काटिरहेको, विभिन्न खालका चाहिँ कृषि सम्बन्धी कामहरू गरिरहेको भन्ने सिलीहरू हामी देख्छौँ। प्रकृतिमा चराचुरुङ्गी कसरी चाहिँ बातचित गरिरहेका हुन्छन्, कसरी चाहिँ गतिविधि गरिरहेका हुन्छन् भने प्रकृतिको अनुकरण पनि त्यो सिलीहरूमा हामी देख्न सक्छौँ। विभिन्न खालको सिलीहरू देख्न सक्छौँ। त्यसो हुँदाखेरि यो साकेला सिली भनेको एउटा सशक्त अभिव्यक्ति हो, जो हाम्रो पुर्खाले हामीलाई छोडेर जानुभएको छ, जसको निरन्तरता हामीले चाहिँ अहिले दिइराखेको छौँ। र त्यसै निरन्तरता अन्तर्गत प्रत्येक साल यही ठाउँमा यसरी नै भव्य समारोह आयोजना गरेर विशेष गरी सुनसरी जिल्ला कार्य समिति यायोखाका हाम्रा पदाधिकारी सदस्यज्यूहरूले आयोजना गर्नुहुन्छ र यसमा हामी सबै रमाउन पाउँछौँ। आयोजक समितिलाई म गुरी धन्यवाद दिन चाहन्छु, हार्दिक बधाई दिन चाहन्छु। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, हामी हाम्रो संस्कृतिलाई जोगाउन चाहन्छौँ, यसलाई अझ निखार्न चाहन्छौँ, अझ यसलाई परिष्कृत गरेर प्रदर्शन गर्न चाहन्छौँ। भर्खरै पूर्ववक्ता मित्र द्वरपदोज राईज्यूले भन्नुभयो, हामीले पहिला यहाँ सुरु गर्दा 4 जना मात्रै थियौँ। हामीले पोसाक लाउँदाखेरि मान्छेले खिसी टिउरी गर्थे, छोरी मान्छेले के लाउने, छोरा मान्छेले के लाउने भन्ने कुरा पनि थाहा थिएन। यस्तो स्थितिबाट चाहिँ हामीले यो कुरालाई यहाँसम्म ल्यायौँ आज। त्यसमा अनेक थरीका अवरोध, अनेक थरीका छैन तपाईँको अवरोधहरू, अनेक थरीको विरोध र आलोचनाहरू हामीले खेप्यौँ भनेर उहाँले भन्नुभयो। मलाई लाग्छ उहाँले झुटो बोल्नु भएको होइन। काम गर्ने मान्छेलाई अबजस्तीले समाज दिन्छ। यी सारा कुरा गरेर उहाँहरूले के गर्नु खोज्नु भएको थियो त भन्दाखेरि संस्कृतिलाई बचाउन खोज्नु भएको। संस्कृतिलाई बचाउन खोज्दै गर्दा साकेला सिली, हाम्रो भाषा, हाम्रा विभिन्न तपाईँको सांस्कृतिक महत्त्वका, धार्मिक महत्त्वका स्थलहरू बचाउनु पर्ने बाध्यता हामी कहाँ छ। फुवालुङमा उच्च बाँध बाँध्ने, मुकुमलुङमा केवल काल थाप्ने, यो कस्तो खालको योजना? हामीलाई चाहिन्छ विकास चाहिन्छ, तर विकासका नाममा मठ मन्दिरहरूमा डोजर चलाउने, गुम्बामा डोजर चलाउने। मैले अघि भने फुवालुङमा उच्च बाँध बाँधेर किराँतीहरूको आस्थाको केन्द्र फुवालुङलाई कतै ओझेलमा पार्न खोजेको, भत्काउन खोजेको योजना त होइन। मुकुमलुङमा हिँडेर जाँदाखेरि भइराखेको कुरालाई केवल कार लगाएर भत्काउन खोजेको कुरा, मिच्न खोजेको कुरा, यसप्रति हामी सम्बन्धित तपाईँको चाहिँ के अरे संस्कृतिका विशेष स्टेक होल्डरहरूले ध्यान दिनु जरुरी छ। हामी यतिखेर सदनमा छौँ, सदनमा पनि यस्ता कुराहरू हामीले उठाइरहेका छौँ। विकासको नाममा, प्रविधिको नाममा यदि प्रकृतिको नाश हुन्छ, संस्कृतिको नाश हुन्छ भने त्यसलाई हामी प्रविधि भन्दैनौँ। हाम्रो श्रम संस्कृतिको सिद्धान्तले प्रकृति, संस्कृति र प्रविधिको सन्तुलित विकासले मात्रै मानव संसारको र यो जगतको संरक्षण गर्न सक्छ, विकास गर्न सक्छ वास्तविक रूपमा भनेर हामी बुझ्छौँ। त्यसो भएको कारणले गर्दाखेरि प्रविधिको नाममा, सिँचाइको नाममा, कतै तपाईँको चाहिँ के अरे केबल कारको नाममा, कतै बाटोको नाममा, कतै तपाईँको चाहिँ के अरे सुकुम्बासीले अतिक्रमित गरेको जग्गालाई निकाल्ने नाममा यदि हाम्रा सांस्कृतिक धरोहरहरू भत्काउन खोज्छन् भने हामी प्रतिकारमा उत्रनुपर्छ। यो देशको इतिहास, यी सारा कुराहरू हामी यहाँ भनिरहन आवश्यक छैन। म यहाँहरू सबैजनालाई यो निवेदन गर्न चाहन्छु, जानकारी दिन चाहन्छु। हामी हाम्रो अस्तित्वमा, हाम्रो सांस्कृतिक धरोहरमा, हाम्रो सांस्कृतिक विरासतमा हामी सचेत छौँ। त्यसलाई संरक्षण गरेर हामी हस्तक्षेपकारी, अरूलाई हामी हस्तक्षेप गर्दैनौँ, अरूले पनि हामीलाई हस्तक्षेप नगरोस् भन्ने मनसा राख्ने समुदाय पनि हो। त्यसो भएको कारणले गर्दाखेरि
हाम्रा सांस्कृतिक स्थानहरूमा, हाम्रा धार्मिक र आस्थाका स्थानहरूमा यदि राज्यले विकासको नाममा अतिक्रमण गर्न खोज्छ भने राज्यले हामीलाई तपाईँको चाहिँ पेल्न खोज्छ, हेर्न खोज्छ भने हामी चुप लागेर बस्नु हुँदैन। त्यही राज्यभित्र हामी पनि छौँ, हामी पनि राज्यको हिस्सा हौँ। यो म यहाँ सबैजनालाई जानकारी दिन चाहन्छु, निवेदन गर्न चाहन्छु। हामी श्रम गर्ने मान्छे, अघि भर्खर भने हाम्रो किराँती संस्कृतिले श्रम गर्नु भन्छ, धेरै गफ गर्नु भन्दैन। तर हामी आधुनिक राजनीतिमा आयौँ, हामी पनि बेसरी गफ गर्ने भयौँ। म त लाग्छ नबिसाई 1 वर्ष भाषण गर्न सक्छु कि जस्तो लाग्छ। तर हाम्रो पुर्खाले काम गर भनेको हामी श्रम गर्छौँ। हामी हाम्रो खेतबारीलाई बाँझो राखेर प्लटिङ गरेर बेचेर ब्याङ्कमा राखेर त्यो पैसाको ब्याजले पेट पाल्ने जाति होइन। हामी हाम्रा माटो, हाम्रा चाहिँ भूमिसँग जोडेर सधैँभरि अगाडि बढ्नुपर्छ भन्ने अर्थी उपदेश र पुर्खाको हो त्यो खालको चाहिँ सल्लाह सुझाव लिएर बाँचिरहेको हुनुपर्छ। हाम्रो पुर्खाले लेकबाट बेसीसम्म, बेसीबाट लेकसम्म बिना कुनै अत्याधुनिक औजार, बिना कुनै डोजर र एक्सकाभेटर हातले ढुङ्गा फुटाएर भस्मे खोरिया फाँडेर बारी बिराइदिनु भयो, खेत बिराइदिनु भयो। त्यो खेतबारी बाँझो राखेर यदि हामी एआईको कुरा गर्छौँ, हामी कम्प्युटर र ल्यापटप मोबाइलमा भुलिरहन्छौँ भने हामी किराँती भन्न हामीलाई सुहाउँदैन। त्यसो भएको कारणले गर्दाखेरि हामी अत्याधुनिक एआई पनि विकास गर्छौँ, साथसाथै माटोसँग जोडेर बस्नुपर्छ भन्ने कुरामा जोडदार आह्वान गर्न चाहन्छु। यदि हामी माटोसँग जोडिँदैनौँ भने हामीलाई यो देशको माया लाग्दैन, हामी यो देशको भूमिपत्र पुत्र हौँ भन्ने दाबी गर्ने ठाउँ रहँदैन। त्यसो भएको कारणले गर्दाखेरि हाम्रा बाँझा रहेका बारीहरू खन्न थाल्नुपर्छ, जोत्न थाल्नुपर्छ। यहाँलाई म यो पनि अनुरोध गर्न चाहन्छु। हामी पसिनाले यो देश बदल्न चाहने मान्छे, रगतको होली खेलेर अरूलाई मारेर रगत चेक्दै गएर सत्ताको कुर्सीमा बस्ने विश्वास गर्दैनौँ। पसिनाले लेख्नुपर्छ इतिहास, त्यो पसिनाले इतिहास लेख्नुपर्छ भन्ने अभियान हामीले चलाइरहेका छौँ। यतिखेर दार्चुलामा, त्यो दार्चुला पनि हाम्रै देशको चाहिँ भूभाग हो। त्यो दार्चुलामा बस्ने, तुमलिङमा बस्ने दाजुभाइ पनि हाम्रै दाजुभाइहरू हुन्। उहाँहरूको दुःख देख्न नसकेर हामीले चाहिँ श्रमदानको एउटा अभियान यहाँसम्म पुर्याएका छौँ। श्रमदाताको एउटा टोली त्यहाँ 2 महिना अगाडिदेखि श्रमदान गरिराख्नु भएको छ। झोलुङ्गे पुल थापेर त्यहाँका मानिसहरूलाई अकालमा नदीमा तुइन चुडेर ज्यान गुमाउनु नपरोस् भन्न खातिर त्यो गरिराख्नु भएको छ। 30 महान श्रमदाताहरूको लागि जोरदार ताली बजाएर सम्मान गरिदिनका लागि म हार्दिक आह्वान गर्न चाहन्छु। उहाँलाई हाम्रो माया सम्झना छ, सलाम छ। यहाँहरू सबैजनालाई धन्यवाद दिन चाहन्छु। अब अलिकति देशको कुरा गर्नु। अब यहाँले मलाई जिताउनु भयो, म त्यहाँ गएँ। अब जस्तो छु खस्रो मस्रो छु, रुखो बोल्छु, झुटो बोल्दिनँ, मेरो स्वभाव त्यही हो। म एक्लै पनि कुदेर आएको मान्छे हो। अहिले त म एक्लो पनि छैन, एउटा सानो दल बनाएको छौँ जसलाई राष्ट्रिय दल पनि भन्दो रहेछ। हामीले संसदमा तपाईँहरूको आवाजलाई गुन्जाइरहेका छौँ। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, हामी यो व्यवस्थाको विकल्प छैन, यही व्यवस्थामा हामीले चाहिँ के अरे विकास गर्नुपर्छ, सुशासनको प्रत्याभूति गर्नुपर्छ भन्ने पक्षमा हामी गणतन्त्रलाई स्वीकारेर अगाडि आएको मान्छे। तर प्रधानमन्त्रीज्यूको यसो आनी बानी हेर्दाखेरि उहाँको आफ्नै नीति तथा कार्यक्रम यो देशको प्रमुख राष्ट्रपतिज्यूले, सम्माननीय राष्ट्रपतिज्यूले वाचन गरिरहँदा उहाँकै सामुन्यमा पिठ्यौँ फर्काएर 15 मिनट पनि नसुनिकन कता जानुहुन्छ, कता जानु, फर्केर आउनुहुन्न। त्यो भनेको यो व्यवस्थालाई अपमान गर्नु खोज्नु भएको हो कि के हो? म प्रश्न गर्न चाहन्छु। गणतन्त्र चाहिँदैन भन्नु खोज्नु भएको हो कि के हो? म प्रश्न गर्न चाहन्छु। कतै उहाँ राजावादी त हुनुहुन्न? म प्रश्न गर्न चाहन्छु।
यदि राजावादी हुनुहुन्छ र राजतन्त्रको पक्षमा आउनुहुन्छ भने हाम्रो राजा हाम्रो आफ्नै छ, हामी यलम्बरको सन्तान, हामी पनि एउटा राजा खडा गर्नेछौँ। यदि त्यसो होइन भने सम्माननीय प्रधानमन्त्रीज्यूले यो व्यवस्थालाई मान्नु, त्यसो गर्नु हुँदैन। उहाँलाई बारम्बार हामीले सदनमा बोलाइरहेका छौँ। अहिलेका हाम्रो तपाईँको चाहिँ सदनको भवन र उहाँको प्रधानमन्त्रीको कार्यालय हिँडेर जाँदाखेरि 2 मिनटमा आइन्छ, गाडीमा आउँदाखेरि 30 सेकेन्डमा आइपुग्छ। लाइभमा हामी के भन्दैछौँ हेरिरहनुहुन्छ हाँस्दै हाँस्दै, तर सदनमा आएर उहाँले आफ्नो नीति तथा कार्यक्रम पेश गर्नुहुन्न। पेश गर्ने दिन पनि आउनुपर्छ भनेर हामी गरायौँ। ल ठिक छ, फेरि प्रतिपक्षी दलहरू बिचमा एउटा संवाद भयो, पेश चाहिँ अर्थमन्त्रीले गर्दा पनि भयो, तर जवाफ दिनु उहाँ आउनुपर्छ, त्यसमा सहमति गरौँ त भन्नु होला नि त, ठिकै छ, जवाफ दिनु पनि आउनु भयो। भोलि म काठमाडौँ जाँदैछु, पर्सि सदन छ, उहाँको माग राखेर हाम्रो त्यहाँभित्र आन्दोलन हुन्छ। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, यो व्यवस्था र विधिभन्दा ठुलो हुँदैन एउटा ट्रेन, यो व्यवस्था र विधिभन्दा ठुलो हुँदैन अलिकति कालो पत्रे। यो विधिलाई मान्नुपर्छ भन्ने, मनाउनुपर्छ भन्ने सबैभन्दा पहिलो कर्तव्य भनेको प्रधानमन्त्रीको कर्तव्य हो। प्रधानमन्त्रीले नै मान्नुहुन्न भने हामीले किन मान्ने? यदि त्यस्तोले कसैले यो विधि नमान्ने हो भने भोलि राज्य रहला। त्यसो भएको कारणले गर्दाखेरि हुन त उहाँ केही पनि सुन्नुहुन्न, हुन त कानमा समस्या छ या मुखमा समस्या छ, त्यो मलाई थाहा छैन। अलिअलि हामीले साथी पनि हो, भेटघाट हुँदा त बोल्नुहुन्छ जस्तो लाग्छ। तर सदनमा उहाँको बोली कस्तो छ भनेर उहाँले अहिलेसम्म उहाँको बक्किए फुट्ने भन्छ के नानीहरूको पनि, उहाँको बक्किए फुटेको छैन। होइन, अचम्म लाग्छ प्रधानमन्त्रीज्यूको सदनमा रोस्टममा उभिएर, होइन धेरै बोल्नु पर्दैन, 2टा वाक्य बोलिदिनुहोस् है। थुप्रै हजारौँ लाखौँ त होइन, हजारौँ शहीदहरू छन्, जनआन्दोलनको शहीद, जनयुद्धका शहीद, जेएनजीका शहीद, विभिन्न नाममा भइरहने शहीद, ती सम्पूर्ण शहीदहरूलाई उहाँले नमाने पनि उहाँ बसिराख्नु भएको कुर्सी दिलाउने जेएनजीको आन्दोलनको जेएनजी शहीदहरूलाई सम्झेर हार्दिक श्रद्धाञ्जली यति मात्रै भन्दाखेरि पनि नेपाली जनताले ताली बजाउनेछन्, हो कि होइन? तर त्यो सदनमा आएर बोल्दै नबोल्नु भनेको चाहिँ के हो भन्दाखेरि यो लोकतन्त्रलाई नै नमानेको हो कि, सदनलाई नै नमानेको हो कि, है यो व्यवस्थालाई नै नमानेको हो? प्रश्न गर्न चाहन्छु। उहाँलाई जिम्मेवार हामी बनाइसक्यौँ। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, अब